दर्शकबिन मेरो नमस्कार छ प्यारा प्यारा देश विदेशमा रहने साथीभाइ दिदीबहिनीहरूलाई। आज एकै बिहान मैले भिडियो बनाइरहेको छु। जुम्ला जिल्लामा हिउँ टन्न परेको छ। अब सुकेको बाली नाली पनि बोट बिरुवा पनि हरियाली हुँदै आउँछ। हामीले आश मारेका थियौँ हिउँ आउँदैन भनेर, अब हिउँ परिसक्यो। सो साथी, म अब बालापनसँग म रमाउँदैछु हिउँसँग र मेरा साना साना भाइ बहिनीसँग म रमाउँदैछु। यो पिर्का भन्छन्, पिर्कामा किला ठोकेर पाइप ठोकेर होइन यसलाई गाडी बनाउँछु। अब हामी यसरी गाडी बनाएर हामी रड्डा हौँ बिचारौँ। सिलिलिलिलिलि भाब्रा रेल जस्तै कुद्यो। मेरो ठाउँ यही हो, प्यारो जन्मभूमि। लि कुद्यो गाडी अब। ल साथीहरू हेर त, वाह वाह वाह, तल कहाँ पुग्यो, वाह वाह, तल। फेरि पनि दर्शकबिन हाम्रो किसानीहरूको होइन दुःख अब हिउँ परेको बेला भेडा घसाउन यहाँ चराउन लिँदैछौँ। भिट्टा हाल्ल गरे भेडा है। चिसामा हेर न, यी हाम्रो जुम्ली भेडा भनेको यही हो। अब भेडुवाला दाई पनि आइसके। ल दाई के कस्तो छ भनेर हालखबर मैले सोधेँ होइन। भाइ गाह्रो छ गरे, जे गर्दा पनि गाह्रो छ। चिसाले नाखो त भलाउ सिगान ठाडो पडियो गरे, हात पनि गुन्जोडी गया गरे, जे गर्दा पनि गाह्रो छ गरे। हुन्छ दाजु भनेर मैले अब दाजु अब लागिसके होइन, गइसके। हुन्छ अब हेर्दै गर्नु होला मेरो